हेलो साथीहरू, मेरो नयाँ भ्लग भिडियोमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ म यसो गाउँतिरको यात्रा गर्दैछु। है साथीहरू, मेरो भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। आज चाहिँ हेरौँ यस्तो सुन्दर भूमिहरू छ हैन, तपाईहरुलाई देखाउन गइरहेको छु। आज चाहिँ मेरो यो पैदल यात्रा भइरहेको छ। क्या दामी सुन्दर भूमि छ हेर्नुस्। यो पारी चाहिँ रोड कटिङ गर्न लागेको हेर्नुस्। र अहिले म पैदल हरिरहेको छु। गाडी चाहिँ यहाँ साँझ र बिहान मात्रै मिल्छ, त्यसैले चाहिँ अहिले म पैदल हरिरहेको छु। हामी चाहिँ दुईजना छौँ। मेरो चाहिँ अगाडि हिँडिराख्नु भएको छ मेरो वाइफ। हेर्नुहोस्, एकदम राम्रो राम्रो दामी दामी भूमिहरू छ यहाँ, एकदम सुन्दर भूमि। ठाउँ चाहिँ यो होइन, घेतमा भन्ने ठाउँ होइन, आठबिसकोट नगरपालिका 13 हो। एकदम दामी ठाउँ, एकदम दामी भूमि होइन। यहाँका चाहिँ एकदम हाइट लेकहरू छन् हेर्नुहोस्। यहाँ चाहिँ एकदम खतरा हावा लागिरहेको छ साथीहरू। हावा कस्तो खतरा लागिरहेको छ, यस्तो दामी हेर्नुहोस्। यो चाहिँ होइन, अब वातावरण चाहिँ अलिक प्रदूषण भएको छ यतातिर होइन। अब आगो लागि ज्यादा हुनको कारणले अलि स्पष्ट चाहिँ देखिरहेको छैन। हेर्नुहोस्, यस्तो दामी भूमिहरू छ के पुरा। अहिले चाहिँ म अब पैदल हरिरहेको छु। पैदल चाहिँ हर्नु पर्ने भयो होइन। अहिले चाहिँ अब अहिले चाहिँ यात्रा भइरहेको छ, गाडी चाहिँ मिलिरहेको छैन साथीहरू। अहिले चाहिँ अब एउटा सानो सानो गाउँतिर आइपुगे। यो चाहिँ हेर्नुहोस्, सानो सानो घरहरू छ, सानो सानो घरहरू चाहिँ पुगिसके। र साथीहरू चाहिँ अब हिँड्दा हिँड्दा चाहिँ अब एउटा बिसाउन भेटियो। यहाँ चाहिँ सानो सानो मन्दिर रहेछ र यो बिसाउनमा चाहिँ म अब हल्का सा आराम गर्नु पर्यो होइन। अब टाढाको यात्रा छ। म पुग्ने चाहिँ अहिले अर्मा खोला भन्ने ठाउँतिर पुग्दैछु। सन्दकपू गाउँपालिका वडा नम्बर 10 अर्मा। अहिले चाहिँ म अब आठबिसकोट नगरपालिका 13 घेतमातिर छु। अहिले चाहिँ अब बिसाउनतिर लागे। यो चाहिँ बिसाउनको दृश्य हेर्नुहोस्। यहाँ चाहिँ बिसाउनु लाखुरी त अलग रे न, लाखुरी पिपल माईको मन्दिर हेर्नुहोस्। यो चाहिँ राम्रो एकदम दामी दृश्यहरू छ। यहाँ चाहिँ सानो सानो घरहरू छ, एकदम हाइट। तर अलि चाहिँ क्यामेरा किन ठिक देखाइरहेको छैन भने साथीहरू, यहाँ चाहिँ वातावरण अलिक प्रदूषण भएको छ, डरेल लागेर होइन। र साथीहरू अब हामी चाहिँ बिस्कुटको पोचाहरू भन्छ हाम्रोतिर, बिस्कुट यो चाहिँ खानै लागेको अहिले। बिसाउन बस्यो, तर प्यास लागिरहेछ, के गर्ने। यहाँ चाहिँ पानी मिल्ने रहेछ, त्यसैले चाहिँ अलिक तल गएपछि अलिक पानी मिल्छ कि होइन। प्यास लागेको छ साथीहरू, के गर्ने अब, गाह्रो छ। मेरो वाइफले चाहिँ कस्तो मिठो गरेर खायो होइन। र अहिले चाहिँ अब हामी बिसाउनबाट उर्तिसकेका छौँ। बाटोको अवस्था पनि एकदम घरघरे बाटो छ। अब चाहिँ हामी हिँडेको अवस्था अनि एकदम दामी सिनहरू छ साथीहरू यतातिर भाइ। त्यसैले चाहिँ यो मेरो भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। बाटो चाहिँ यस्तो छ हेर्नु, सिन चाहिँ एकदम दामी सिन छ यतातिर पाएको होइन। तर बाटो भन्ने कुरा एकदम खतरनाक बाटो छ, पैदल हर्ने बाटो। यतातिरको सिनहरू पनि क्या दामी छ कि सिनहरू। पहाडको एरिया होइन साथीहरू, बेग्लै मजा आउँछ के यो पहाडको एरिया देखेपछि। हेर्नुहोस्, यतातिर हेर्नुहोस्, एकदम दामी दामी पहाडहरू छ। अहिले चाहिँ हामी अब यहाँ माथि मन्दिरबाट चाहिँ यतातिर आएका छौँ। र मेरो फ्रेन्डहरू अब चाहिँ हामी माथिबाट झरेर फेरि रोडमा आइपुग्यौँ।
रोड यति खतरा छ हेर यहाँ चाहिँ टर्निङहरू यस्तो मोडहरू यति राम्रो खालको छैन रोड भन्ने कुरोको यस्तो अवस्था रोड छ कि होइन यो आरबिसकोट नगरपालिकाको रोड यो रोडमा घटना घटिरहन्छ साथीहरू गाह्रो छ गाडीमा चढेर यात्रा गर्न गाह्रो छ यो चाहिँ तलतिरको बजारको सिन छ यहाँ देखिएको मेरो चाहिँ अघि मेरो वाइफ हरिराखेकी छन् यो चाहिँ ढुङ्गाले लागेर पोल यस्तो ब्यान्ड भइरहेको छ हेरौँ यता माथिबाट ढुङ्गा आएर यस्तो तरिकासँग दोब्रिएको पोल टक्क लाएर चाहिँ अब प्यास लागिरहेछ एकदम पानी यहाँ कहाँ पर भेटिन्छ भन्ने कुरा सुनेको छु मेरो वाइफको त्यही भएर चाहिँ अब यसो पानी पिनु पर्ला है पानी नपिएपछि कस्तो अवस्था आउँछ भन्ने कुरा अब तपाईहरुलाई नै थाहा होला क्या दामी सिन देखिएको छ हेरौँ साथीहरु यो ठुलीबेरी हो यो ठुलीबेरीको सिन यो चाहिँ ठुलीबेरी क्या दामीसँग बगेको छ हाय साथीहरु थकाइ पनि लागिसक्यो टक्क लाएर रोडको यात्रा गरिरहेको यसो थकाइ पनि लागिसक्यो यास लागेको छ यार पानी पनि मिल्दैन यार यस्तो बिगट ठाउँ रहेछ यार देखेर त चाहिँ ठाउँ अब सुन्दर भूमि जस्तो लाग्ने तर यास लाग्यो क्या यहाँ चाहिँ सानो बस्ती रहेछ यहाँ चाहिँ सानो सानो बस्ती एउटा दुईटा घरहरू भेटिएको छ भर अब चाहिँ हामी यो टर्निङ काटेर तलतिर जाँदैछौँ टक्क लाएर यो टर्निङ काटेर चाहिँ अब तलतिर पुग्दैछौँ र यहाँ चाहिँ यस्तो सिनहरू देखिएको छ सूर्यको सिन क्या दामी देखिएको छ एकदम मुस्किल छ साथीहरु जिन्दगी काट्न गरी खान महा मुस्किल बेग्लै छ त्यसैले चाहिँ अब हामी टक्क लाएर अहिले चाहिँ यात्रा गरिरहेको छौँ र चाहिँ अवस्था यस्तो गम्भीर छ भन्नुपर्छ चाहिँ अगाडि मान्छेहरू हिँडिरहेका छन् हैन सो यहाँ सानो सानो बस्ती रहेछ एकदम सानो सानो बस्तीहरू यहाँ चाहिँ सानो सानो गाउँ रहेछ साथीहरू हेर्नुहोस् त्यसपछि चाहिँ अब म टक्क लाएर रोडै हिँडेको यात्रा दामी दामी जंगलहरू भेटिएको छ